टुरमै थिएँ नि त बाहिर आज भर्खर आज आइपुगेको अनि हिजो म एकछिन जोडिनु भनेको छिटो गइहाल्दैछ म फेरि लेट भएछ ए ठिक छ कहाँ कुन ठाउँ जानुभयो म बाहिरै थिएँ उता के भन्छ पूर्वतिर थिएँ ए अनि हेरिरहेको थिएँ गेम चाहिँ बवाल भएको थियो मैले गेम हेरिरहेको थिएँ एक्सपेक्टै गरेको थिएँ कस्तो कस्तो रमाइलो भएको थियो दामी दामी गेम भएको थियो कङ्ग्रेचुलेसन दाइ मैले पनि हेरेको थिएँ ठिक हो तर अघि को आवासँग बोल्नु भएको थियो आवासँग बोलेको थिएँ यहाँ आवाज जोइन भनिरहेको छ सबले ए हो र जोड्दै बोल्दै थिएँ अनि फेरि स्पेनको के स्पेन ह्यान्डसम के ल्याउनु भयो उसले मिस्टर तामाङले नि हामी भागेको म ओहो गाइज हाम्रो पसल अलिकति उ भइरहेको छ आवा त बुहारी त हो त्यसो भन्दैछ गाह्रै परिरहेको छ कसले भनेको त्यस्तो सबले भन्छ गाइज सबजनाले सेयर सबजनाले मस्कीको हो कि क्या अलिअलि हो केही त हो मैले यस्तो आवा भन्नु साथ आमा हेर आशेक कोसँग हो आवा औ आवा त मेरो चिक्स हो त को आवा हो जे पाए त्यही अबि मेरो गर्नुको आँखा लाग्यो हो दाइ तपाईले थाहा भएन दाइ बायोमा हेर्नु भएन त्यत्रो अङ्गालमा उसको त जेस्सा अर्की हो कि त्यो जेसुकै होस् तर मैले त मेरो दिदीलाई एउटा जिम्मेवारी दिएको थिएँ काँधमा एउटा भारी पऱ्यो कि के हो म खोज्छु यताउता दायाँ बायाँ होइन म त सोझो मान्छे सादा सिम्पल मान्छे हो यताउता दायाँ बायाँ होइन लभ भन्ने पनि माया भन्ने चिज के हो थाहा नै छैन गाह्रो पो छ मैले देखिरहेको छु यस्तो गरेर हेर्ने भिडियोहरू पनि मैले कति फरीमा देखिरहेको छु म त हेर्दिनँ कसैलाई पनि म त देखेर कति ज्ञानी छ मैले देखिसकेँ कति ज्ञानी छ तर खेमे नि हजुर ठिक छ गाइज एक गेम खेल्न पायो भने के जानलाउनु भएको हो अहिले खेल्दै रहर पुरा गर्दै म्याच छ होला नि त उसको मान्छे तीनजना खेलौँ न त तीनजना सिंगल फेरि शान्ति फेरि बिरेनजी वेलकम के बबिता दिदी र म बस्नु पर्ला जस्तो छ ए मेरो नेम पढ्ने पहिला खेमे ए हजुरले हो भनेको चाहिँ बबिना दिदीलाई त टक्क लभ सप पर्यो भने कसैले यसो आफ्नो माया गर्ने मान्छेहरू बाबा भन्छ होला है कसरी किन यस्तो थियो कि बबिनाबाट के कसरी आमामा कमेन्टहरू के आइरहेको छ ओहो आमामा एक गेम हजुर मलाई एडै नगरिकन गइसक्छ अनि म त खोजे मैले यहाँ कुललाई लिएँ नि त अनि कुललाई लिएर मैले यहाँ भेटाउनु भनेर निस्किन्छु ल दादा म त के हो त्यस्तो किन भागो खेमे अहिले उसलाई ऊ किन भाग्यो भन्ने कुरो मैले थाहा पाइसकेँ किन तिमीलाई किन भन्ने म भन्दिनँ के कुरा हो फेरि घर झगडा भयो फेरि भन त के कुरा हो यस्तो उसको र मेरो कुरा छ क्या एउटा कुरा हामीलाई भन्न नआउने के सिक्रेट वाला कुरा के हो त्यस्तो त्यस्तो के होइन तिमीलाई थाहा छ नि तिमी मलाई फुल्ली ट्रस्ट गर्छौ तिमीलाई थाहा छ किन यो कुरा ट्रस्ट त गर्छु कि तर आउने बित्तिकै भाग्ने पानी बार त्यस्तो छैन त खै के कारणले भयो त्यस्तो त्यही त यस्तो धोकामा राख्नु हुँदैन नि फेरि उसलाई प्रब्लम छ क्या तिमीसँग म के गरौँ त मसँग प्रब्लम किन मैले के गरेको अघि कुल हुँदा त हामीसँगै थियो त अनि कसरी प्रब्लम त म यस्तो हो कि म आएपछि उसलाई प्रब्लम भयो तिमी पुरै बुझ्दैनौ के कुराको प्रब्लम मलाई के थाहा त अनि अब उसलाई सोध्नुपर्छ रुक म बोलाएर सोध्छु केही चाहिँ छ है यहाँ मेरो त केही छैन कुल केही चाहिँ छ खै म त हेर्नु सोझो मान्छे गाउँको केटा अब के गर्नु बी केयरफुल है वेलकम एभ्रीवन अनि म यत्रो दिन आउँदा तिमीले के गर्यो भन त मैले केही गरेको छैन नि उसले लाइन साइन त मारेर नि दिजु आमा मेरो म त उसको दिदी हो हैन अरूलाई भने के हजुर हैसिन थियो कि नै यता म पनि थिइनँ हो र कुल त कस्तो ज्ञानी छ कुल त कस्तो मान्छेहरूसँग जोडिँदा त
यस्तो आँखा तल लाएर यस्तो गरेर बसिरहन्छ कहिले मैले कसैलाई त्यस्तो नजरले हेरेँ दिदी भन्नु त सिधा कुलले त सिधा नजरले त हेरे हुँदैन अस्ति एउटा नर्सलाई त झन् यस्तरी आँखा त तलको तल अनि यस्तरी हेरेको कसैले त्यो त मुखको तल भयो त कसरी आँखा तल भयो हजुर पनि आँखा तलै थियो होइन कुल कतिजना मान्छेहरू आयो होला नि मलाई हेर्नको लागि कतिजना मान्छेहरू आयो होला नि लाइभमा तर ट्रस्ट भन्ने कुरै मैले ट्रस्ट गर्छु कि तिमी कुरै बुझ्दैनौ जति बेला पनि त्यो खेमराजलाई बोलाउ त खै उसलाई के प्रब्लम हो सोध है त्यो त के आएन खै एक सेकेन्ड गाइस खेमेला गएर बोलाउ त हामी बोलाइरहेछौँ भने त हजुर कालो चेल भन्नु त गेममा छ अरे ओके 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 के भन्नु गेमको कुराले के हो तिमी गेम गेममा बाफ्रे बाफ हेरे हो नि आजभोलि त उसले हेरेन हिजो हामी लाइभ हेऱ्यो एकछिन मेरो फर युमा देखेको मैले मान्छे